यो अहिले 29 वर्ष हुँदैछ। 29 वर्ष पुग्यो है। यसरी हल रहेछ, खाना खाने मेमीहरू को खाना खान आँटेको छु। हजुर गुम्बा आएको छु, गुम्बामा सो बोलाएको थियो है, त्यसले गर्दाखेरि आज रिम्बुर्से पनि आउनु हुँदैछ। सो हामी अहिले यहाँ केटाहरू मन्सी बाउ हामी भेला भएको छौँ। अब सट्टै यहाँनिर गुम्बाभित्र हामी जान आँटेका छौँ। त्यति बेला चाहिँ लो जाउँ। अब यहाँ छिरौँ, तपाईँलाई देखाउँछु। यहाँ चाहिँ पाँचे खानी होइन, ए डुगालाखा गुम्बा है। यहाँ चाहिँ डुगालाखा गुम्बा हो, तामाङ गुम्बा है, तामाङ गुम्बा डुगालाखा र यसरी यस्तो खाले बनाएको छ है। अब आफू पनि तामाङ परिहाल्यो नि त होइन, गुम्बा आउनुपर्छ होइन, के हो साथीभाइ। अब जाँदैछौँ, हेरौँ के कस्तो हुन्छ साथीभाइ। यो तरिकाले बनाएको रहेछ। भोलि चाहिँ लास्ट हो, गाडीहरू पार्किङ यहाँ गर्दा भयो है, गाडीहरू पार्किङ जग्गा छ। भोलि चाहिँ अब यहाँनिर लास्ट छ। आज छ भोलि। आज म चाहिँ आज आएको, किनभने भोलि मेरो अलिक कामले गर्दा म भोलि भ्याउँथिनँ, त्यसले गर्दाखेरि आजै आएको है। सो साथीभाइ अहिले चाहिँ सट्टै गुम्बाभित्र दर्शनहरू गरेर चाहिँ सट्टै म यहाँ बसिरहेको छु है। यो चाहिँ तामाङ गुम्बा है, राम्रोसँगले बनाएको रहेछ उहाँहरूले है, एकदमै खुसी लाग्यो। यता हाम्रो साथी जो यहाँको रिम्बुर्से कुन चाहिँ आउनु भन्नुभयो? रिम्बुर्से सुमिन रिम्बुर्से 11:30 है। उहाँ भोलि पनि बस्नुहुन्छ नि त होइन, भोलि पनि बस्नुहुन्छ। उहाँ चाहिँ भोलि पनि बस्नुहुन्छ है। र अहिले चाहिँ म चाहिँ दर्शन गरिसकेको, रिम्बुर्सेलाई पनि भेट्नुपर्ने छ है। यो अहिले 29 वर्ष हुँदैछ। 29 वर्ष पुग्यो है। 29 वर्ष भयो। 29 वर्ष पनि 1-2 महिना बेसी भइसक्यो यो। 1-2 महिना बेसी भइसक्यो है। बहुत पुरानो हो नि यो त। यहाँनिर सबै तपाईँले दुःख गरेर गर्नुभएको हजुर है। यहाँ माथि जो छैन, खालि एक स्ल्याब मात्रै छ है। यहाँ हेर्नुहोस् है, गुम्बामा यहाँ चाहिँ तामाङ गुम्बा आज है। र सो तपाईँहरूलाई यो चाहिँ बाहिरबाट देखाएको चाहिँ एकपल्ट म भित्र पनि तपाईँलाई देखाइदिन्छु, हेर्दै गर्नु होला। यहाँ उहाँ जो हुनुहुन्छ है, आउँछ उहाँको आशा चाहिँ हामीले विचार चाहिँ हामीले पुरा गर्दैछौँ अहिले। हजुर हजुर। हल रहेछ यहाँनिर, जुन चाहिँ साङहरू पोल्ने जग्गा त्यहाँनिर टक्कै बनाएको रहेछ। यो एउटा टक्कै बाहिरको यो है, यहाँनिर टक्कै स्टेज बनाएको छ र यस्तो रहेछ यहाँनिर है। सबै देखाइदिएको यहाँनिर जोहरू आफ्नै तालमा बिजी हुनुहुन्छ जो है, फटबडै जो होइन आफ्नो गाउँमा। ल अब यहाँनिर तपाईँहरूलाई म अलिकति खाजा खाने जग्गामा पनि लान्छु। यहाँनिर गएर खाजा अलिकति खाने है। यहाँ सट्टै तपाईँले एयरपोर्टको भ्यू पनि देख्नु हुँदो रहेछ है। देख्दो रहेछ एयरपोर्टको भ्यू अन्त हेर्नुहोस् है, एयरपोर्टको भ्यू पनि देख्दो रहेछ। र यहाँ चाहिँ यसरी हल रहेछ, खाना खाने मेमीहरू को खान्छ। यहाँनिर चाहिँ खाना खाने हल है। यसरी सट्टै उहाँले एकदम राम्रो सिस्टमले बनाउनु भएको रहेछ। हेर्नुहोस् है, यस्तो साथीभाइ तपाईँलाई देखाइदिएको है। म 2जना केटाहरू यहाँ छ है। यस्तो रहेछ साथीभाइ, गुम्बामा आएको थिएँ र तपाईँलाई सबै देखाइदिएको। पकाउने सिस्टमहरू फेरि यतापट्टि रहेछ। यहाँ हेर्नुहोस् तपाईँले पट्टै गरेर यहाँनिर पकाउने सिस्टमहरू चाहिँ। र यहाँनिर सबजना बिजी हुनुहुँदो रहेछ उहाँहरू। यता सर्ट गुम्बामा आएर खाना खान आँटेको छु। हजुर लिन आँटेको छ मैले चाहिँ। यहाँ चाहिँ मेमीहरूको बिच एउटा किचन रहेछ है। अब धेरै यसरी गर्नुभएको रहेछ उहाँहरूले, दुःख गरेर पनि हुँदै रहेछ है। यो पाराले गर्नु हुँदो रहेछ यहाँबाट जो तर यहाँबाट चाहिँ एउटा के देखाउँ भने तपाईँहरूलाई नि, यस्तो दामी देख्दो रहेछ यहाँबाट चाहिँ। हेर्नुहोस् है, जिबेट्स कहाँ र यहाँ चाहिँ अब यहाँदेखि चाहिँ हाम्रो किन्दैछ। यहाँ चाहिँ मेमीहरूको क्वार्टर, यहाँबाट यहाँ सुत्नु हुँदो रहेछ है बिचरा है। यहाँ चाहिँ पुरानो, यहाँनिर चाहिँ नयाँ बनिँदो रहेछ। साथीभाइ यस्तो रहेछ है।